ढोरपाटन नेपालको बागलुङ जिल्ला स्थित एक सुन्दर पर्यटकीय स्थल हो। यो स्थान समुद्री सतहदेखि करिब 2800 मिटरको उचाइमा अवस्थित छ। ढोरपाटन शिकार आरक्ष नेपालको एकमात्र शिकार आरक्ष हो जहाँ नियन्त्रित शिकारको अनुमति दिइन्छ। यहाँ रेड पाण्डा, हिमाली भालु, मृग, बाघ, हिमचितुवा लगायतका वन्यजन्तु पाइन्छन्। यस क्षेत्रको प्राकृतिक सौन्दर्य, हरियाली पहाड, चिसो मौसम र हिमालको दृश्यले पर्यटकलाई आकर्षित गर्छ। यहाँको मगर र गुरुङ समुदायको सांस्कृतिक विविधता पनि विशेष आकर्षण हो। ढोरपाटन भ्रमण गर्दा प्रकृति, संस्कृति दुवैको स्वाद लिन पाइन्छ। आउनुहोस् आज सँगै यात्रा गरौँ गुल्मी इस्मादेखि ढोरपाटनसम्म। गगन स्मार्ट टिभी तपाईको मनोरञ्जनको साथी। हेलो गाइज, नमस्ते सबैजनालाई। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला। आज हामी जाँदैछौँ बागलुङ जिल्लामा रहेको एकदमै प्रसिद्ध पर्यटकीय स्थल ढोरपाटन। ढोरपाटनमा गएर रमाइलो, बोकी पनि जान्छौँ। बोकी पनि धेरै मान्छेहरू गइरहनु भएको छ, हामी पनि जान्छौँ। सबैजना ढोरपाटनसम्मको यात्रामा सँगै रहनु होला। हाम्रो यात्रा सुरु हुन्छ यहाँबाट। चलो चलो जल्दी आ। ए ठुलो दाइ, हाम्रो बाइक फेरि यो हो। हाम्रो बाइक यस्तो खतरा छ है। गाइस, हामी चाहिँ लाग्यौँ यहाँबाट। भर्खर बाइक स्टार्ट गरेर हामी चढिसकेका छौँ। अब तल गएर फेरि अरू केटाहरू पनि भेट हुन्छ। अहिले 4वटा बाइकमा हो, अनि तल गएर 6-7वटा छ क्या, होइन 6-7वटा बाइक छ तल। त्यसपछि सँगै भेट भएर जान्छौँ हामी। त्यो हाम्रो ट्याक्क हाम्रो गाउँको बाटो हो। गाउँको बाटो लास्टै अफरोड छ। फर्स्ट जक्सनमा चाहिँ आइसकेका छ हामी। यहाँ चाहिँ अलिकति केटा जम्मा भइसक्यो। सो अब फेरि हामी अर्को जक्सनमा तल खोलामा भेट हुन्छौँ है त। ओइ गाइज, हामी ढोरपाटन आइसक्यो। ल ट्याक्क हाम्रो टोली चाहिँ यहाँ भेट भइसकेको छ। केटाहरूले बाइक ल्याएर यहाँ आएर बसिरहेको रहेछन् ट्याक्क। अब हामी चाहिँ यहाँबाट फेरि पौदी अमराइ हुँदै जान्छौँ। अब यहाँबाट हाम्रो फर्मल्ली राइड चाहिँ सुरु हुन्छ है त। अगाडि गएर पर्ख्यो है रामु, आइजाऊ के। दामी 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 केटा, दामी। ल ल नेस्ती रिभर साइडमा सबैजना भेट भइसकेपछि अब लाग्छौँ हामी पौदी अमराइतर्फ। पौदी अमराइ पुग्न हामीलाई लगभग 20 मिनट लाग्छ। त्यसपछि हामी लाग्नेछौँ राक्सी बजारतर्फ। हात ल केटा, हात ल खुट्टा ल। हामी समेत बस्थ्यो गाइस। पोहोर चाहिँ यही बाटो हिँडेको थियो। अहिले चाहिँ अर्को ड्राइभर हो मेरो। पोहोर चाहिँ अर्को ड्राइभर फेरि छु मैले। अघि जानु थियो हामीलाई। सही हो। केही समयको यात्रापछि हामी आइपुग्यौँ पौदी अमराइ। ल गाइस, हामी चाहिँ यति बेला पौदी अमराइ आइसक्यो। पौदी अमराइमा आएर खाजासाजा खाएर हामी फेरि तल जाने। जेन्जीहरू खतरा छन्। सो यही हो जेन्जीहरू। कहाँ जाने हो हामी? फर्स्ट अफ अल हामी चाहिँ बुकीको यात्रा हो मेन चाहिँ, होइन। ढोरपाटन सँगसँगै बुकीको यात्रा, ढोरपाटन बुकी भन्छ होला त्यहाँ नि। अब हाम्रो 2 दिनको यात्रा छ है गाइज। अहिले नयाँ भिडियो हेर्नको लागि हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनु होला, सेयर
लाइक कमेन्ट सब ठोकिदिनु होला है त ओके केटाहरू सबैभन्दा महँगो ओ रेडबुल खै के रेडबुल एक्लै खान्छ है यो मान्छे एक्लै रेडबुल खाने यो मान्छे एक्लै रेडबुल खाने यसलाई देखाउँछु मैले केही समयको विश्रामपछि अब लाग्यौँ हामी राक्सी बजारतर्फ। काठमाडौँ आन्दोलनमा परेको यो हो त्यसो गाडी चलाइदिएछ भने हेर केटा हो यार ए रोशन गाडी चलाइदिए मन्त्री गाडी चलाउँदा गाडी चलाइदिएर हाम्रो महँगो बाइकै हो यो बाइक मैले चलाउँछु ल भयो भयो ल हामी फेरि पाउँदै अमरेबाट निस्किसकेका छौँ अब केटाहरू चाहिँ उही गइसक्यो अब केटाहरूलाई भेट्नुपर्छ। यो पारिपट्टि देखिने सुन्दर बस्ती बागलुङको ग्वालीचोर बस्ती। अब हामी त्यही ग्वालीचोर बस्ती हुँदै जानेछौँ। यात्राको क्रममा देखियो एउटा सुन्दर झरना जहाँ हामी केही थान फोटोहरू खिचेर आफ्नो गन्तव्यतर्फ लाग्यौँ। मैले चलाउँछु क्या जसमा एकैछिन भिडियोको लागि हो क्या बेडार खोलो केटा बेडार खोलो हो कि होइन हजुर हामी राक्सी बजार तरिसकेपछि केही पिच र केही अफरोड हुँदै आइपुग्यौँ भिङ्गेटी बजार। ल गाइस अब हामी भिङ्गेटी बजारदेखि माथि आइसक्यो अनि अब एकैछिनमा बुर्तिवाङ पुग्छौँ होला। एकैछिनमा बुर्तिवाङ पुगिसकेपछि हाम्रो यात्रा फेरि ढोरपाटन बुकीपाटनसम्मको रहनेछ। त्यति बेला हामी तपाईँलाई प्रत्यक्ष प्रसारणमा जोडिरहेका छौँ। हाम्रो ड्राइभरमा हुनुहुन्छ रामबहादुर अनि आवाजमा छु म गगन। बाटो ठाउँ ठाउँमा अफरोड नै छ। त्यता पोलो रहेछ सानसानो दामी दामी दामी। अघि अघि केटाहरू छन् जेस रमाइलो भइरहेको छ। साथीभाइहरूसँग रमाइलो गर्दै हामी केही समयको अन्तरालमा आइपुग्यौँ बुर्तिवाङ बजार। बुर्तिवाङ बजारको ढोरपाटन रिभर साइड होटलमा हामी खाना खाइसकेपछि लाग्नेछौँ ढोरपाटनतर्फ। छोडा तेल हाल्दै यहाँ तेल अरे गाउँ राम्रो रहेछ गाइस। ओ माई गड बडीगार्ड खोलो। यो पारी गाउँ के गाउँ हो?
lights went down. When you feel lost in your shadow, don't feel alone, don't scream so loud. We are living in this cruel world, broken but strong, gotta move on. You're not a bakery of life. Equip my soul, find the real gold. I'll fulfill what I started. त्यो खोलो बाटो छ गाइज, यस्तो रमाइलो छ रमाइलो। हालै गाडी खोलो तारियो यो पुलबाट गाइज। हाम्रो ढोरपाटन सिक्न आएको छ होइन। अरू भन्नुहोस् यहाँको बारेमा। स्वागत छ, हामी आइसक्यौँ, तपाईँ पनि आउनु होला। बाटो चाहिँ एकदमै डेन्जर छ, एकदमै राइडरहरू चाहिँ आउनुपर्छ, गाडीमा आउनु भने त्यस्तो खालको बाटो होइन। अनि बाइकमा आउने भने एकदम राइडर चाहिँ आउनुपर्छ है। होटलमा आइयो हामी चाहिँ। यो सेउको पाउँदैन कहिले बफ गर्ने हो होइन। सेउको स्यान्डमा चाहिँ त्यो चामल र चाहिँ गोरुको मिसिक हुन्छ। हजुर 250 पर्छ। एक बोतललाई 2 गिलास हुन्छ। रुममा आयो गयो रुममा रुममा आइयो।